पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षसम्म कुरे, तपाईँ हामीलाई 36 महिना 36 दिन पनि कुर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनुहोला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानून निर्माताका रूपमा अब तपाईहरुको दौड स्वार्थ समूहहरुको घर घरमा होइन, गुट आएर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो अभिगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर अभिगत हुन्छ। यो कुरा म तपाईलाई डे 1 मा बताउन गइरहेको छु। त्यसकारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्ने, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै, विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाईँ हामीले बोक्ने हो। त्यसका लागि तपाईँ हामीलाई मत दिएर पठाएका हुन्।